लगाउन लाग्यो के काट्नु लगाउन लाग्यो बोच्यो त ए केकको गराउँदाखेरि किलोले काट हामी खाइदिउँ ल के काट्नु ल हात मिलाएर काट्ने ल कोही पनि बोल्दैन ल ह्यापी बर्थडे ल ह्यापी बर्थडे आइदियो के गर्ने त लामो नजाने भयो लामो लगिदिनु ला हो अलिकति माथि थोरै माथि हो यो हो नि त तरिका बनाउनु न धेरै सिद्धिनै लाग्छ दुई तला केक काट्न जान्नु भयो नि क्या कान्छ काटेर त दाइको अधिकार किन कसरी छिनमला मैले ल लगाउनु बुढो फोटै भयो ल अब के खाइ टिका त बिहान भइसक्यो नि त अब यो खाली दिन राम्रो देख्दैन फोटो हान्दिनु है अघि हामी नीचे झर्ने सबै खिलाउनु त्यही अब गालामा दल्दिने हो त्यो त धेरै गालामा दल्नु हुँदैन फेरि जबरदस्ती भए पनि दल दिनुपर्छ के भिडियो बनाऊ है रामसँग ए भान्जी मेरो गिफ्ट ल्याउनु त ल ल ल्याउनु त मेरो गिफ्ट गिफ्ट हेरौँ मेलामा के छ र यहाँ गिफ्ट पाउनु यो के भन्छन् के यो नाम भन्नु न यो ठाउँको नाम पाटन पाटन बैतडी पाटन महोत्सवमा लेख्नु है ल लाउनु यो राख्नलाई झोला धन्न केक पाइयो भन्नु न धन्न केक पाइँदैछ धन्न यो पनि 1 घण्टा लगाएर भन्नु न केक त पाइन्थ्यो अब दाइलाई खिलाउनु मलाई त नखिलाउने हैन यो त पालाको छ भने आफैले गरिहाल्नु पर्यो नि ए दाइलाई खिलाउनु नि भाउजूलाई खिलाउनु हो त कहिले पनि मै मात्र बोलेको पनि हाल्दिने अहिले नखुलाउनु न नदेऊ पालो पालो सबले बोलेको मात्रै आछ ल के ल हालौँ न ल कौन छे सबै भयो मात्र बाँकी सुरुवात भर्खरै गए नेपाल लाइट दाइ भाउजू पछि तपाईको पालो आयो के लगाउनु त तपाईको पालो आयो के आउनु के म उताबाट नि आउनु अरूले फोटो खिच्ने म त भिडियो मात्रै हो अहिले अब देउराली आफै लगाउनु भयो तपाईले पहिला आफै लगाएर सानोलाई त लाउनु पर्छ त आफै पहिला आफूले लाउनु कहाँ बोलेको फेरि हामीहरु घरतिरको चलन त्यस्तो छ कि पहिला आफूले लाएर नि लाउने अनि मेरो पालोमा चाहिँ नखिच्ने हो खिच्दिनु लाने अनि पालो आयो भने त्यस्तो हो नै त्यही हेर्नुहोस् न क्यामेरा 10 लायो यहाँ खतरा जोडी हो त खतरा जोडी भर्खर बिहे भयो पनि आएन टिका लाउनु पर्दैन केक खिलाइ के छ या पाटन जित्यो दिनलाई हुन त लगाउँछ न हाम्रोमा त मामा ए टिका लगाइदिनु मायाले एकचोटि अङ्गालो हाल्दिनु कि भइहाल्यो तपाईले ए जपमा लगाइदिने अरे जप धेरै न जप रमन जन्म त गालामै लगाइदिनु भनेथे फोटो आउँदैन पाइयोस् ह्यापी तपाईको चाहिँ फोटो भिडियो आएको थिएन ल भिडियो आयो है कसरी लगाइदिनु ल हुन्छ त्यहाँ अझै छ होला नि निकाल्नु खै त्यो निकाल्नु त म लगाइदिन्छु अनि फेरि त्यो भइहाल्छ नि के रमन दादा हो अहिले एकछिन रुखा छोरा केक पछि खायो नि हुन्छ के इलेक्सनमा मैले लाउने लगाइसकेपछि पछि खायो नि वो भन्नु न बजाउँछन् के बजाउनु डीजे बजाऊ टिका लगाइदिनु कति भयो दसैँ हो ए हेर्नु न पुरा राइट एउटा हुन्न हामीलाई रमन दादा मैले तपाईको भिडियो गराउने बिर्सेछु है हामीलाई भोलि त्यहाँ कस्तो छ आउनु सब हाम्रो पालो आएछ ल रमन दादा यता आउनु सब पालो आएछ विनोद बाबु
खिलाइसक्यो कति छिटो दादा विनोद राजा किन गयो नलगाएको उ त बुबल पर्छ अहिले त के रे गाड भएको के रे यो भिडियो बनायो नि मैले बनाएको छु क्या यहाँ छ यहाँ धेरै सबै यहाँ छ लामो छ हामी यहाँ लाइनमा छौँ भिडियो बनाएर त कसै बन्द गरिदिनु पर्छ नि यो मान्छे टिका लगाएकै गराइदिएर हिँड्छ ब्याग हुने मात्रै कान्छे मन पर्ने भने भोलि साथमा खुसियालीमा सामेल भयो त्यही हो त ए यो मान्छेको भिडियो ए सक्यो यहाँ छ भिडियो यहाँ छ व्यापार नभयो नि धेरै व्यापार राम्रो होस् खुसी भइरहेछ व्यापार राम्रो होस् यत्रो मान्छेसँग अरु के भन्ने त बनाउनु पाइया छ एउटा छोरो छ एउटा छोरी पाओस् अयो हाम्रो छोरो छोटो छैन यो दुईजनाको लागि कि हाम्रो सम्बन्ध ए दुईजनाको लागि हाम्रो यो भन्दा अझै 6 जस्तो आवत एक दिन भएन भने माइती चारजना हो अर्को वर्ष पनि सँगै बनाउन पाइयोस् खै त्यति भने अझै सरप्राइज छ तीनटा केक काट्यो अर्को जोडी एनिभर्सरी खिरी सँगै बनाउन पाइयोस् भन्नु परेन यस्तो बिचमा अड्कायो भने त मैले हेर्ने भोलि त हो त तिमीहरु यहाँ आउन राम्रो सिस्टम बनाएको काजु खाजा अब केक चाहिँ खिलाउ भइहाल्छ टिका लगाउने हुन्छ के ए मलाई पनि ए यो रोमाने के भने अरे भन्ने मैले हो उता गयो ठोकिरा टिका लगाइदिनु भइहाल्छ यहाँ ल ह्यापी एनिभर्सरी गिफ्ट पछि हेर्नु नि हुन्छ कि ह्यापी एनिभर्सरी तपाईँ चाहिँ त्यो भिडियो बन्द गर्न पाउनुहुन्छ केक खाने हो मलाई खायो आउनु सन्धि त जानु म नबनाइदिन्छु भिडियो ल सन्धि तपाईँ पनि जानु मेरो अघि नाम राखेँ ए यो होली होइन अहिले मलाई डाइलग कसले आएन पुस्नुहोस् त यस्तो हातले भन्ने पुरै होली चाहिँ हुन्छ अब ह्याप्पी होली आज होइन भोलि होइन ए बाबु आउनु तपाईँ भइसक्यो बाँकी चाहिँ आइहाल्यो छिटो सन्धि बाँकी हुनुहुन्छ मैले त गरिस् सन्धिले गरिसकेँ आउनुहोस् न त जागृति मैले खुवाइदिइसकेँ लेकिन तपाईँ भइसक्यो यहाँ पेट अगाएर थोरै हो थोरै केही पनि हुँदैन भन्ने मात्र 12 घण्टा ह्याप्पी एनिभर्सरी
प्राइभेटमा गएर पोस्ट गर्न नि मिल्छ डेरी भनेको साँझ खाना भयो सेटिङमा जाने अनि त्यसको पोस्ट गर्ने त्यो संस्कृत भाषामा आशीर्वाद दिँदा म अहिले बाँकी काट्नु कि भिडियो गराउँदै सबैलाई पहिला कति बाँड्नु होला के भन्छ भ्याइएकी मान्छे छन् अझै रङै लागेछ कि त्यो हो त्यही पुस्नु टिका नलाग्ने हुन्छ भनेको त्यही बेला टिका हुन्छ अब टिका भयो दुईजना मात्रै छ नलगाऊ टिका अलिकति नराम्रो देखिन्छ भनेर मात्र लगाइदिएको हामीले आधा खाइसक्यौँ कि एकदम आउँछ त्यही राख्नु बा लाइभै हाल्न लाउनु भयो क्या लाइभ हाले नि क्या भिडियो यति लामो किन बनाउन लाउनु भयो सुरुदेखि आफूले गर्नु भएन ए बा के हो त त्यो स्टार अहिले गर्दा त्यस्तो छैन भन्नु पाइन्छ त्यस्तो छैन भन्नु पाइन्छ छोड्नु न हात भन्नु छैन पाइन्छ ल आफैलाई अब कसको पेन